कसले बोलिदिने क्या इन्डियामा हेर्नु त अस्ति महँगे दरलाई बिहे गर्नेवाला भएको केटालाई लएर भिरबाट फालिदिएर मारिदियो होइन भन्नु खोजेको केटा पनि पीडित छन् तर केटाहरू आउन सक्दैनन् क्या माइती घर होइन केटाहरूको आवाज कसले बुझ्छ भनेपछि तपाईँले चाहिँ भन्न खोजेको यहाँ चाहिँ माइती घरमा चाहिँ जुन चेलीबेटीहरू छन् जुन महिलाहरू मात्रै छन् तर महिला सँगसँगै पुरुषहरू पनि त्यही रेसियोमा चाहिँ पीडितहरू छन् भन्न खोज्नुभयो सुत्यो है अनि त्यसपछि पैसाको डिमान्ड गर्यो पैसाको डिमान्ड मिलेन कुरा मिलेन माइती घर आयो सुत्दियो उसको इज्जत फालिदियो होइन यहाँ त सबैभन्दा अगाडि हामीले स्पष्ट यो बुझ्नुपर्छ कि यो अनुसारले जाँदै गयो भने यसरी माइती घरमा यस्तै यो अनुसारले पीडित आउँदै गयो भने नेपालमा के ट्रेन्ड बस्छ अब केटाहरू केटीहरूसँग बोल्नै छोडिदिन्छन् होइन किनकि एउटा धनी केटाहरू एउटा केटीसँग बोलेर रिलेसनमा माया बस्यो त्यो लिभिङ बस्छन् लास्टमा डिभोर्स हुन्छ अब डिभोर्स भयो भने बलात्कार लगाइदियो डिभोर्स हुनुभन्दा अगाडि इजी छ आफ्नै बुढी बिहे गरेको बुढीले शुद्ध बलात्कार हाल्न मिल्छ हाम्रो कानुन अनुसार भनेपछि यो कानुनलाई हामीले चेन्ज गर्नुपर्छ है बलात्कारको क्याटेगोरी छुटाउनु पर्यो होइन कस्तोलाई रियालिटी बलात्कार भन्ने त भनेर जबसम्म सरकारले क्याटेगोरी छुटाउन तबसम्म यस्ता पीडितहरू आइरहेका हुन्छन् किनकि उहाँहरू त बलात्कार होइन नि त मिलेर गएर होटेलमा बस्नुभएको थियो मिलेर गएर माइती घरका पीडितहरू बलात्कार हैनन् भन्न खोज्नुभएको सबैलाई भन्नु खोजेको छैन क्या सबैमा यहाँ धेरै अन्यायमा परेर माइती घर आउँछन् रोडमा बस्न कसैलाई मन छैन क्या माइती घरको रोडमा यस्तो घाममा बस्न कसैलाई पनि मन छैन अन्याय परेरै आएका छन् तर क्लियरली के छ भनेपछि कतिपय मान्छेहरू पैसाको लोभ लालच पावरको लोभ लालचमा बसेका पनि छन् तपाईँले त्यस्तो पनि भेट्नुभयो माइती होइन मैले भेटेछु मैले क्लियरली होइन मैले फिल गरेछु अब यो मान्छेहरूले तोक्न मिल्दैन माइती घरलाई मात्रै तोक्न मिल्दैन अरू ठाउँमा पनि यो भइरहेको छ क्या माइती घरमा मात्रै भइरहेको छैन या त फोन सेक्स गराएर भोलिको दिन पैसा माग्ने